हेलो गाइज, त तपाईँहरू सन्चै होला होइन। यो भिडियो हाम्रो खास गरी फेसबुकको क्रिएटरहरूको लागि। फेसबुक क्रिएटरमा हाम्रो फेसबुक क्रिएटरहरूको लागि यो भिडियो हो। खास गरी यो भिडियोलाई फुल वाच गरिदिनु होला, किनभने अब यो नेपालमा पनि फेसबुक मोनिटाइज हुन्छ। कसरी हुन्छ त्यो हामी तपाईँलाई जानकारी दिइरहेछौँ। फेसबुक मोनिटाइजको लागि 10,000 फलोवर्स अनि 1,60,000 भिडियो भ्युज। त्यसै गरी फेसबुक क्यारेक्टरहरूको लागि बुझ्ने पर्नु कुराहरू, फेसबुकमा 18+ एज हुनुपर्छ, 10,000 फलोवर्स हुनुपर्छ, 1,00,000 भिडियो भ्युज हुनुपर्छ। मोनिटाइज भइसकेपछि त्यो क्राइटेरिया पुरा भइसकेपछि हाम्रो त्यो फेसबुकको जुन क्राइटेरिया हुन्छ, नियम हुन्छ, त्यो उल्लङ्घन गर्नु भएन। फर्स्ट 1 नम्बर रुल। सेकेन्ड, कुनै अरूको भिडियो उठाएर आफ्नो फेसबुकमा पोस्ट गर्यो भने त्यो चाहिँ गलत। अरूको भिडियो पोस्ट गर्नु पाउँदैन। आफ्नो त पर्सनालिटी जो आफ्नो भोइसमा बोलेको हुन्छ, आफ्नो भिडियो क्वालिटी पोस्ट गर्नुपर्छ। सेकेन्ड भइसक्यो। अब थर्डमा यस्तो छ कि तपाईँ कति क्वालिटीमा भिडियो पोस्ट गर्नुहुन्छ, 1080p मा कि 720p मा कि। फेसबुक प्रोफाइलमा 1080p मा पोस्ट गर्न पाउँछ, तर पेजमा 720p पोस्ट गर्न मात्र पाउँछ। किनकि फेसबुकको नियम छ। प्रोफाइलको अलगै नियम छ, तर पेजको अलगै नियम छ। पेजमा 1080p जुनसुकै पीमा पोस्ट गर्न पाउँछ, तर फेसबुक पेजमा 720p मात्र पोस्ट गर्न पाउँछ, र प्रोफाइलमा 1080p 720p जुनसुकै हाई क्वालिटीमा पोस्ट गर्न पाउँछ, प्रोफाइलमा मात्र, पेजमा होइन। तपाईहरुलाई म स्क्रिनमा हेराउँछु कि त्यो इन्गेजमेन्ट कसरी बढाउँछ र फलोवर्स कसरी बढाउँछ। यो ध्यान दिएर हेर्नु होला। तपाईहरु भिडियो हेर्नुस् स्क्रिनमा। सबभन्दा पहिला तपाईँ फेसबुक ओपन गरेर फेसबुक प्रोफाइलमा क्लिक गर्न, पर्सनल ड्यासबोर्डमा क्लिक गर्नु होला। त्यो हेर्नु, मेरो 7,866 भ्युज गइसकेको छ। भर्खरै आइडी खोलेको थियो। हेर्नु हैन, हेरिसक्यो होला। र फेसबुकको एउटा भ्युज त्यो फर्स्ट पेज हुन्छ, नयाँ बनाएको हुन्छ पेज। त्यो पेजमा भ्यू गइरहेको हुँदैन। किन? सही तरिकाले पोस्ट गर्नु हुँदैन। त्यसैले पोस्ट गर्ने कुनै टाइम हुन्छ, बिहान 8 बजे, बिहान 10 बजे, साँझ 7 बजे, 8 बजे, मर्निङ 6 बजे, बेलुका 3-4 बजे। त्यो टाइम हुन्छ कि फेसबुकमा पोस्ट गर्ने। त्यसैले तपाईहरु टाइममा पोस्ट गर्नु होला। आफै भिडियो भ्यू जान्छ नि जान्छ, फिक्सै जान्छ। तर नियम अनुसारले भिडियो त जानकारी भइसक्यो होला। भिडियो अनुसारले तपाईहरु एउटा मेरो काम गरिदिनु, पेजलाई फलो गरिदिनु, शेयर गरिदिनु कि अरू अडियन्ससँग पहुँच जाओस्, यो भिडियो जानकारी होस्, फेसबुकबाट पैसा कमाओस् कसरी। त्यो इन्गेजमेन्ट त्यो फेसबुकको क्रिएटरहरुको लागि यो धेरै महत्त्व भिडियो। त्यसैले भिडियोलाई ज्यादा से ज्यादा शेयर गरिदिनु होला तपाईहरुले। हस्त, धन्यवाद।